मागेर धनी त भइएला, तर इज्जत चाहिँ हुन्छ कि हुँदैन भन्ने कुरा यसपालि ती चुनावमा गएर क्लिन चिट पाएका हारेका नेताहरूलाई गएर सोध्नुपर्छ। चुनावमा कसरी, हजुर नमस्कार जनताज्यू, भोट चाहिँ यसपालि मलाई है, मलाई भन्दा हुन्छ हुन्छ नेताज्यू हुन्छ, हामी तपाईँकै पक्षमा छौँ भनेर जनताले भने अनि भोट बाक्समा हालिदिने बेलामा चाहिँ अर्कैको पोल्टामा पर्ने गरी हालेर कति इज्जत दिए हो। त्यसै गरी बुझौँ, मागेर धनी चाहिँ भइन्छ पक्कै, तर इज्जत भन्ने कुरा नेताहरूको हालत जस्तै जस्तै हो।